हेलो साथीहरू, आज चाहिँ म पाकेको आँप लिएर हजुरहरूको सामु आइसकेकी छु। हामीलाई चाहिँ बाबाले, मेरो माइतको बाबाले चाहिँ आँपको फ्रुटी बनाएर खान सिकाउनुहुन्थ्यो के। त्यो चाहिँ म आज हजुरहरूसित सेयर गर्दैछु के। एकदम लाइभ फ्रुटी, मतलब हातबाटै बनाएर खाने फ्रुटी के, किनेको होइन। आँप त किन्नु पर्यो, तर आँपबाट डाइरेक्ट फ्रुटी बनाएर कसरी खाने भनेर म हजुरहरूलाई बताउन गइराखेको छु। मेरो चाहिँ यो माइतको बाबाले यसरी खान सिकाउनुहुन्छ कि मलाई। पहिला यसरी मिच्नुपर्छ यसलाई। पहिला मिच्नु फ्रुटीले मिक्सिङ लगाइसक्यो त हौ। अनि हजुरहरू कसले चाहिँ यसरी खानुभएको छ प्लिज कमेन्ट गर्नु होला। कसले यसरी खानुभएको छ कमेन्टमा भन्न नबिर्सिनु होला मसित। अनि मेरो भिडियोलाई लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला। हजुरहरूले साथ सपोर्ट दिएर नै मलाई भिडियो बनाउने उत्साह बढ्छ क्या। मतलब भिडियो बनाऊँ हुन्छ नि त। अनि जति लाइक देख्यो, जति भ्युज देख्यो, जति कमेन्ट देख्यो, उति भिडियो बनाउन मन लाग्छ क्या। त्यही भएर हजुरहरू चाहिँ यो मनोबललाई कहिले पनि घटाउने काम नगरिदिनु होला। मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। अब चाहिँ फ्रुटी यस्तो साह्रो यस्तो हो भने हेर्नु न, खुट्टा फुल्लेर शरीर फुल्लिएर यसरी गर्छ नि, त्यस्तै गर्ने जतिको बनाएपछि अनि सुरु फ्रुटी खान पाइन्छ। साथीहरू, हजुरहरू चाहिँ कसले खानुभयो है सिजनको आँप? म चाहिँ कति खाइसकेँ, कति हिजै ल्याएको 2.5 केजी 3 केजी, आज चाहिँ च्याट हुन लागिसक्यो। मेरो बाबुले नि उस्तै खान्छ हो। खाना उयो गर्न त, नाच्न गाउन खाना त म जस्तै हुनुभयो मेरो बाबु। अरू बाबातिर गए पनि अरू भन्दाखेरि के बाबा जस्तो छ नि त, मम्मी जस्तो छैन। तर रमाइलो गर्ने हुन्छ है मेरो बाबु। फेरि आफ्नो बाबाले हुम्म परेर बस्ने हुँदैन, रमाइलो गर्ने हुन्छ होला जस्तो लाग्छ क्या मलाई। यो चाहिँ मलाई मेरो 20 साल 2 होइन हौ 3 साल अगाडि मेरो बर्थडेमा गिफ्ट दिएको हो कि। यो चाहिँ मेरो सब भान्जी अनि जेठानीहरू सबै मिलेर सायद दिनुभएको हो। यो चाहिँ धेरै भयो, 3 साल राखेको थिएँ, तर अब चाहिँ निकालेर लाउन लागेको छु। मैले चाहिँ लगाएको छु। ल अब चाहिँ रेडी भयो है फ्रुटी। हेर्नु यस्तो हुनुपर्छ है, यस्तो। सानो होल गर्नु दाजु सानो होल गर अनि फ्रुटी चाहिँ यसरी सुपर। मिठो। मजाले गुड छ। Orang bola. त्यसरी खाएपछि हेर्नु त केही पनि हुँदैन नि भित्र। कस्तो राम्रो सबै खाइन्छ के, केही वेस्ट हुँदैन।
हजुरहरू पनि यसरी खाएर ट्राई गर्नु होला कस्तो हुन्छ अनि मलाई कमेन्टमा भन्नु होला बाइ बाइ गाइस